हेलो नमस्ते सबैजनालाई। आज पनि हामी ज्ञानपुञ्ज बोर्डिङ स्कुलको लेडिज स्टाफहरू चाहिँ एक्जाम सकिसकेपछि पिकनिक खाने योजनाका साथ हिँडिसकेका छौँ। अब पिकनिक खान चाहिँ कहाँ हिँड्यो होला भनेर तपाईँहरूलाई लाग्न सक्छ। हामी मायादेवी रिसोर्टमा पिकनिक खानको लागि आइसकेका छौँ। सो सबैजना भेट भयौँ र अब हामीले बुक गरेको हालतर्फ लाग्दैछौँ। सबैजना लाइनमा, अब टिचर हो नि त, सो हामी चाहिँ लाइन चाहिँ हामीलाई कोही गए पनि छोड्दैन। यहाँ पनि हामी लाइनमै हिँडेका छौँ। अब चाहिँ हलमा चाहिँ पालो पालो पर्नुहोस्, 2जनाको दरले जाने भनेर हामी हात छोपेर पुरा 2जनाको दरले हामी हिँडेका छौँ। देख्न सक्नुहुनेछ आजको दिनमा हामी के गर्छौँ भन्ने कुरा सम्पूर्ण यो भिडियोमा देखाएका छौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुनेछ भन्ने पनि म आशा गरेकी छु। सो अब हामी हलभित्र प्रवेश गरेका छौँ र अब जुन म्यामको गफ सुनौँ है त। त्यस्तो गर्दाखेरि बुढालाई चुप्ली लगाएछ नजिकका छिमेकहरूले। तिमी घुम्न जाने, तिमी अफिस जाने साथ बुढी त चिटिक्क पर्छ, निस्किहाल्छ है। फेरि बुढा आउने बेलामा घरै छि खै गएको देखिन्न होइन, देखिन्न। तर एक दिन त त्यसले अफिस जाने पनि यताउता भनेर त्यसलाई बोलाएर राम्रो हाँस यहाँ बनाइदियो। म अफिसबाट आउने बेलासम्म तिम्रो हाँस यहाँ हुनुपर्छ भनेर गयो। त्यहाँबाट त्यो बुढो जाने साथ भनेछु नि, त्यहाँबाट एकचोटि पनि भनेछु। त्यहाँपछि बुढो जाने साथ हातसाथ मेटाएर मेकअप गरेर ऊ घुम्न गएपछि बेलुका आउँदा यहाँ आउँदा भनेर बोलाउँदाखेरि हाँस खोइ देखाउ त। अरे मैले त दाहिने गालामा बनाएको थिएँ त, तिम्रो त देब्रे गालामा छ। नहुँदाखेरि त हाँस त पौडी खेलो नि त। हाँस्नु भयो नि एकछिन, हामी पनि हाँस्यौँ र अब चाहिँ हामी अझ पनि हाँस्दै नै छौँ। अब चाहिँ नास्ता अर्डर गरिसकेका छौँ, नास्ता आइसकेको छ। अब चाहिँ हामीले हेर्नु न कति राम्रोसँग गोलो तरिकाले बसेर चाहिँ हामीले नास्ता खान सुरु गऱ्यौँ। सबैजनाले एकदम मिठो नास्ता थियो, सबैलाई मन पर्यो र सबैजनाले खायौँ। अब चाहिँ नास्ता खाइसकेपछि एकछिन त डान्स गर्नु पर्यो, डान्स गर्न लाग्यो। यो चाहिँ साउन्ड चाहिँ छैन किनकि कपिराइट लाग्छ नि त युट्युबमा राख्दा। सो त्यसैले यो चाहिँ डान्स गरेको म्युजिक चाहिँ यसमा चाहिँ छैन। सो यत्तिकै हेरिदिनु होला। यत्तिकै यो चाहिँ मैले साउन्ड हटाएर राखेकी छु। उकिएको रहेछ ल, जीवनको खुसीको पल हो। तर यो अल्कोहल चाहिँ होइन, कसैले पनि अन्यथा नसम्झिनु होला। जस्तै हो, अलिअलि मिस्यो होला अल्कोहल, तर लाग्ने होइन। यति खाएर विचार गरेर पनि लाग्छ। कसको गिलास हो? Speaking love. यहाँ भएका साथी मध्ये कुनै एक साथीको बयान मभन्दा अझै सिनियर हुनुहुन्छ। उहाँले एकदम मलाई एकदम मनपर्छ। उहाँको एकदम हँसाउने बानी एकदम राम्रो, सबै कुरा सेयर गर्ने, हँसाउने एकदम राम्रो बानी छ उहाँको। ल रोल क्यामेरा एक्सन भन्नु
हुन्छ नि त्यो गोले चाहिँ पाली फालिराख्यो अनि फेरि अनि त्यो सरले पढाउँदाखेरि त्यसलाई त्यो गरेर देख्नुभएछ अनि सरले उठाउनु भएछ तिमीले मैले त्यो केसम्म पढाएँ के पढाएँ तिमीलाई भन्दाखेरि दिल्लीमा के छ भन्दा दिल्लीमा कुट्टा बिमार छ भने जीवनको खुसीको पल भन्ने छ जीवनमा खुसीका पलहरूका धेरै आयो होला तर वर्तमान अवस्थालाई अँगालेर हेर्दा हामी लेडिज स्टाफले एउटा पिकनिकको कार्यक्रम गरेका थियौँ त्यसमा जति हामी लेडिज स्टाफहरू आयौँ यहाँहरूलाई सबैलाई देख्दा मलाई एकदमै खुसी लाग्यो मेरो जीवनको अहिलेको वर्तमान अवस्थाको खुसीको पल यही रहेछ उदास उदास मेरो जिन्दगीमा माया छरेर नछोडी जा तो तिम्रो हाँसो तो तिम्रो मुहार बाँच्ने रहर हो मेरो मायाको के पर्यो हजुरलाई अब चाहिँ हामी म्युजिकल चेयर खेल्दैछौँ सबैजना रमाइलो गर्दै अब गेम कसले प्राइज पनि पाएँ है त मैले देख्न सक्नुहुनेछ प्राइज पाएँ प्राइजमा चाहिँ एउटा भिडियो खिच्नुमा तपाईले लाइक गरेको र अब चाहिँ हाम्रो खाना आइसकेको छ खाना खाइसक्यौँ अनि बाहिर गएर एकछिन रमाइलो गऱ्यौँ ग्रुप फोटोहरू पनि खिच्यौँ सबैजनाले अब चाहिँ 2-4वटा भिडियो पनि बनाउनै पर्यो नि त आइसकेपछि अब चाहिँ म चाहिँ कति राम्रो सिन आएको थियो कि त्यो साँझ पखमा चाहिँ सो मैले 2-4वटा भिडियो पनि बनाएँ पुरा हिरोनीवाला फिल आइरहेको फेरि मलाई अब चाहिँ सबैजना गइसक्नुभयो हामी पनि यहाँबाट घरतर्फ लाग्दैछौँ यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला धन्यवाद।